बुढो बाघ र गाउँको चतुर बुढो। पुरानो समयको कुरा हो। अहिलेको जस्तो मोबाइल, इन्टरनेट त के रेडियो पनि थिएन। एउटा घना जङ्गलले घेरेको गाउँ थियो। नाम थियो सल्लेरी गाउँ। गाउँ सानो थियो तर मानिसहरू सधैँ हाँसी खुसी मेलामा रमाउने गफ गर्न थालेपछि बुलेर 5 घण्टा गफ लगाउने गर्दथे। तर त्यही जङ्गलमा एउटा बुढो बाघ बस्थ्यो। उमेरले झन्डै 15 वर्षको, दाग झरेको, आँखाले अलि देख्ने तर अझै गर्जन चाहिँ गजबको। नाम नै थियो गुरगुरे। गुरगुरे 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 गर्जने बेला यस्तो गुरगराउँथ्यो कि गाउँका कुखुराले अन्डा हाल्नै बिर्सन्थे। अब समस्या के थियो भने गाउँ नजिकको जङ्गलमा बुढो भइसकेको बाघ थियो, तर इज्जत चाहिँ जोगाइराख्नु पर्यो भनेर कहिलेकाहीँ गाउँ आइपुग्थ्यो। सधैँ डर देखाउन कराउँथ्यो। खाना त केही खाँदैनथ्यो तर गुरगुर गर्न थाल्यो भने सबैले बारीको हलो पनि फालेर भाग्थे। त्यही गाउँमा थिए एकजना चतुर बुढा बस्नाथ थे। उनको नाम थियो हरिबहादुर बुढो। उमेर झन्डै 75 पुगेको तर चलाखीमा कुनै कम्ती थिएन। टोपी सिधा भन्दा बाङ्गो लगाउँथे, लौरो पनि ठाडो होइन। उभिएर हिँड्दा लौरोलाई घुमाउँदै नाचाउँदै जान्थे। गफ चाहिँ यस्तो दिन्थे कि नजिकैको भैँसी पनि सुनेर हाई हाई भन्दै हाँस्थ्यो। एक दिन घरघरे बाघ फेरि गाउँ पस्यो। यो पटक उसले साँच्चीकै बेसरी करायो, आज कसैलाई खान्छु। बाघको यस्तो आवाज सुनेर गाउँभरि हलचल भयो। गाउँका सबै मानिसहरू डराएर बुढोको घरमा जम्मा भए। बुढा, अब त तपाईँ नै केही गर्नुपर्छ है। बुढाले दहीको सुराही पिउँदै भन्न थाले, हामी बाघलाई न त मार्न सक्छौं न त भगाउन सक्छौं, तर उसलाई मूर्ख बनाउन त सक्छौं। सबै चकित भए। मूर्ख? त्यो पनि बाघ? बुढा मुस्काउँदै भन्छन्, त्यो त बुढो बाघ हो। हामी उसलाई हाम्रो गाउँको राजा बनाउँछौं। अनि नियम बनाउँछौं, राजाले मासु खाँदैन, बाछा मार्दैन, कुखुरा चोर्दैन नि। अर्को दिन बुढा हरिबहादुर एउटा सुनको टोपी जस्तो देखिने गम्छा बोकेर जङ्गल पसे। बाघ गुर्र गरेर गर्जिन्छ। बुढा बोल्छन्, हे महाराज, तपाईँ हाम्रो जङ्गलका राजा हो। अब तपाईलाई सम्मान दिन हामीले राजा बनाउने निर्णय गरेका छौं। बाघ अलिक गलेर सोध्छ, राजा? म? किन, कसले बनाउने? बुढाले तुरुन्तै बोले, तपाईको गुरगुरले त बादल पनि तर्सन्छ, तपाईभन्दा ठूलो को होला र? अब तपाईँ राजाको लुगा लगाउनुपर्छ अनि मासु छोड्नुपर्छ, नत्र बदनाम हुन्छ नि। बाघले केटाकेटी बेला कहिल्यै टोपी लगाएको थिएन। आज टोपी लगाएर, माला ओढेर, घाँटीमा घन्टी झुन्ड्याएर गाउँ आएको थियो। सबै गाउँलेले बाजा बजाएर स्वागत गरे। बाघ लाजले आँखा झुकाएर बसेको थियो तर मनमा नै चित्त बुझाएको थियो। हुन पनि अब बुढो भइसके, मर्ने बेलामा एकपटक राजा बनाए राम्रै गरे। अब गाउँलेहरूले एउटा सानो झुपडी बनाए र त्यसलाई राजदरबार भने। त्यहाँ बाघ बस्यो र बुढा हरिबहादुर उसको प्रधानमन्त्री बने। गाउँलेहरू बाघलाई दही भात फलफूल ल्याइदिन्थे, मासु होइन है महाराज, तपाईँ त अब सतोगुनी हुनुहुन्छ। बाघ सुरुमै अलिक अप्ठ्यारो मान्थ्यो। एक दिन उसले लुकेर सुँगुर पक्रियो। तर बुढाले थाहा पाए, महाराज, तपाईको इज्जत गयो अब। त्यो दिनदेखि बाघले साँच्चीकै मासु छोड्यो। गाउँले भने दिनदिनै कथा सुनाउँथे, गीत गाएर नाच्थे। बाघ पनि मनन परेको राजा बनेर रमाइलो गर्दै बस्थ्यो। एक दिन बाघले बुढालाई बोलायो, हे बुढा, मलाई एक कुरा भन्नु छ। म अब जङ्गल फर्कन्छु। बुढा चकित भए, किन त महाराज? बाघ मुस्काउँदै भन्छ, गाउँमा त रमाइलो छ तर मलाई अब सधैँ सुतिरहन मन लाग्दैन। राजा भएर केही गर्न पनि नमिल्दो रहेछ। म त बरु जङ्गलको बाघ नै ठिक। बुढा हाँस्दै बोले, ल ठिकै हो महाराज, तर कहिले काहीँ गुरगुर गर्दै आउनुस् है, नत्र गाउँलेले तपाईलाई बिर्सिन्छन्। बाघ पनि हाँस्यो, ठिक छ। अब म कहिलेकाहीँ गुरगुर गर्दै आउँछु, तर मासु खाने छैन है। त्यस दिनदेखि बाघ जङ्गलतिर फर्कियो। तर हरेक चैत पूर्णिमामा गाउँलेहरू बाघ राजा महोत्सव मनाउँथे। बुढा हरिबहादुर त्यसकै कथा सुनाउँथे। यो गाउँमा एक बाघ राजा थियो। उसले मासु छोडेर फलफूल खायो र अन्तमा जङ्गल फर्कियो। सबै खुसी भएर गीत गाउन थाले।